हेलो हेलो गाइज, नमस्ते नमस्कार। के छ, सबै राम्रै हुनुहुन्छ सबैजना? म चाहिँ आज कतारदेखि साउदी जान लागेको। एक्लै छु हो, एक्लै छु। यहाँ कोही छैन मेरो साथमा। मेरो साथमा यसो कोही भइदियो भए त्यसो रमाइलो गर्दै जानुहुन्थ्यो। के गर्नु, गाह्रो छ हो, मलाई गाह्रो छ। जहाँ गयो नेपाल गए पनि एक्लै, कतार आए पनि एक्लै। यो परदेशी जिन्दगी गाह्रो हुँदो रहेछ। के गर्नु, अब काम नगरी खाना छैन, काम गर्नै पर्ने है। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ? यसो कमेन्टमा पनि लाइक कमेन्ट पनि गर्ने गर्नुहोस्। मेरो भिडियोमा न कसैले लाइक कमेन्ट गर्दिन, किन होला के? मेरो भिडियोमा यसो लाइक कमेन्ट सब्सक्राइब गर्नुहोस् न हो। के साह्रो भाउ खाएको तपाईँहरूले? म जस्तो सोझो सिधा मान्छे 56, 56 यस्तो 55 केही पनि थाहा नभएको मान्छेलाई कसैले मतलब नगर्ने, वास्तै नगर्ने। कमसेकम लाइक कमेन्ट त गर्ने गर्नुहोस्। गाइजहरू, साँच्चै भन्ने हो भने नि मेरो जस्तै जिन्दगी कसैको छैन होला क्या। म त जहाँ गए पनि पीडित, जता गए पनि पीडित, जे गरे पनि पीडित। साह्रै दुःख पाएँ म त यार। अरू त त्यस्तै हो। यो सिङ्गल भएर यो कतारमा आएर म यो सिङ्गल भएर साह्रै दुःख पाएँ क्या। अरूको यो जोडी देख्दा त मलाई त कसम नभए त मलाई एलर्जी हुन्छ कि। आफ्नो जोडी नभएको पनि के हो, अरूको जोडी देख्दा त माडदाम जस्तो हुन्छ मान्छे त यार। कुनै के हो हुन त अब मान्छेमा म आफू राम्रो भएको, अरूले वास्ता गर्ने बताउने मान्छे अब कतिले छैन, राम्रो छैन, कसैले वास्तै गर्दैन मलाई त।